तो चलिए शुरू करते हैं। फेरि पनि स्वागत छ हजुरलाई गाइजहरू। आज चाहिँ हाम्रो भ्लगको डे 3 र 100 दिन च्यालेन्जको डे 3 हो। र आज हामी चाहिँ सङ्कमुल यो पारमा आएका छौँ। र अस्तिको जसरी फर्स्ट डेमा चाहिँ हामीले त्यो भ्लग चाहिँ पुरा गर्न सकिएको थिएन, र आज चाहिँ त्यो भ्लग चाहिँ हामी चाहिँ यहाँ पुरा गर्नेछौँ। भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनलाई। A few moments later. फर्स्टमा मैले 2 फिङ्गर पुसअपहरू गरेँ। त्यसपछि हामीले चाहिँ फुटबललाई समातेर त्यसलाई ब्याक किक हान्ने कोसिसहरू गऱ्यौँ। त्यसपछि हामीले भलिबल खेल्यौँ। 2000 years later. गाइजहरू हेर्नुहोस्, यहाँ चाहिँ बागमतीमा अस्तिको जसरी चाहिँ डोजर लगाएको छ। आजसम्म चाहिँ लगभग यो चाहिँ नदीलाई सफा गर्नको लागि नै होला, के गरेको होला बालिनले है। डोजर लगाएर पुरै नदीमा यस्तरी हालिरहेको छ है। र हाम्रो खुसीको खबर चाहिँ आउनेछ है गाइजहरू, सफा हुने यस्तो छ यो नदी पनि। कहीँ बिचमा लिएर यस्तो गरेछ कि यसलाई सानो बनाएको छ नदीलाई यस्तो ठाउँ। केही कारणले होला, केही न केही सफाको कारण गराउने कोसिस होला। यस्तो नदीलाई खनेर यस्तो बनाएको छ गाइजहरू, हेर्नुहोस् है। नदीलाई खनेर चाहिँ यसरी चाहिँ बिचमा चाहिँ थुपारेको छ यो माटोहरूलाई चाहिँ, अनि 2 भागमा चाहिँ विभाजित गरेको छ। यस्तो गरी केही न केही होला, उपाय होला यसलाई, केही न केही सफा गर्ने उपाय हो कि जस्तो नै लाग्छ मलाई। हेरौँ के हुन्छ। म हजुरलाई देखाउँदै जानेछु है, अपडेट गर्दै जानेछु। An eternity later. आज चाहिँ के को ड्रइङ बनाएर आएको? गोकुको बनाएर। ल गाइजहरू, ड्रइङ रेडी भएपछि हजुरलाई देखाउँछु कस्तो हुन्छ भनेर। A few moments later. फाइनली हेर्नुहोस्, आजको ड्रइङ अरू दिनको भन्दा स्पेसल र राम्रो छ। हेर्नुहोस् त, वाह क्या दामी छ। यसको कपाल हेर्नुहोस्, क्या दामी बनाएको छ, जस्तो छ त्यस्तै बनाएको छ क्या।